हेलो गुड मर्निङ नमस्ते तपाईँलाई सबैजनालाई र आज चाहिँ हामीले धेरै दिन बादमा भ्लग गर्दैछ र तपाईँले हाम्रो टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ आज चाहिँ हामी कहाँ जाँदैछ भनेर है र आज चाहिँ हामी यहाँ एक ग्रुप हाम्रो 4 जना साथीहरू छ एकजना उपर छ है र आज चाहिँ अन्त हामी जाँदैछौँ हामी कफेर जाँदैछ हामी होमस्टे हो आज त्यही होमस्टेमा चाहिँ स्टे गर्ने वान डेको लागि दिएको हामी किनकि आज चाहिँ के अरे गभर्मेन्ट हलिडे पनि हो र सबैजनाको छुट्टी मिलाएर चाहिँ आज एक दिनको लागि चाहिँ हामी इन्जोय गर्न गएको हो र हेर्दै गर्नुहोस् तपाईँहरू उसले चाहिँ यहाँ युकेलेले बोक्दैछ आज चाहिँ फाड्ने भयो हो फाड्ने भयो र हामी चाहिँ स्कुटीमा जान्छ दुईवटा स्कुटी छ उसले एउटा केरा बोकेको छ साथीहरू अब चाहिँ हामी निस्केको यहाँबाट है यहाँ चाहिँ अब तेल लगाउनु आएको पेट्रोल लगाएर पनि अब चाहिँ सिधै माथि बेच्छौँ हामी खाजासाजा खाइसकेर लागेको साथीहरू हामी आइपुगे हो अब यहाँ आएर चाहिँ हामीलाई रिल्याक्स फिल हुँदैछ हाम्रो रुम चाहिँ उता छ हो बल्ल हामी चाहिँ पुग्यो झन्डै हाम्रो कति झन्डै 3.5 घन्टाको सफर लाग्यो मालबजारबाट यहाँ कफेर आइपुग्नु अन्त यहाँ आइपुग्दा चाहिँ बाटोहरू एकदमै राम्रो रहेछ तर बिचमा चाहिँ अलिकति खराब थियो है अलिकति चाहिँ खराब बट हामी आइपुग्यो यहाँनिर अब तपाईँहरूलाई हामी आफ्नो रुम लिएर जाँदैछौँ हो चाहिँ यस्तो खालको रहेछ होमस्टे चाहिँ र यसको अगाडि चाहिँ भ्युजहरू यस्तो पाउन सक्नुहुँदो रहेछ आज चाहिँ दिन अलिकति धुमेको कारणले यहाँ अगाडि कञ्चनजङ्घाहरू चाहिँ देखेको छैन होइन भने चाहिँ देख्दो रहेछ है र यहाँनिर 4टा रुम्सहरू रहेछ सिङ्गल बेड डबल बेड डल्लै पाउने खालको र हाम्रो रुममा चाहिँ जाउँ है साथीहरू यहाँ छ हाम्रो 2 जना साथीहरू के भन्नु छ थाकेर हत्तु भएर सुतेको म त लामाथन नै भएछ एउटा केटी यहाँ छ र हामी दुईजना चाहिँ यहाँ छौँ र अब चाहिँ हामी अलिकति फ्रेस भएर खाना खाने हो
भने नखाने र अब एकछिनमा है फेरि नेक्स्ट लोकेसनमा तपाईँहरूसँग भेट हुन्छ। त्यो दिन तपाईँहरू हेर्दै गर्नुहोस्। यहाँ चाहिँ बस्ने जग्गा छ, यहाँबाट चाहिँ भ्यू देख्छ। उयो त के उयो डाँडातिर जानुपर्छ। यहाँ चाहिँ वेलकम गर्नुहुँदैछ दाजुले हामीलाई। ए हजुर साथीहरू, अब चाहिँ हामी यहाँ खाना खान आँटेको छ। तातो तातो खानाहरू हेर्नुहोस्। सबैजना मिलाएको अचार, आलु रहेछ है। ल अब सर्भ गरौँ र खाना खाऊँ। खाइ ल खाना। अम्बो कस्तो दामी ट्यालेन्ट रहेछ ऐसे ना जाओ पिया, ऐसे ना जाओ पिया, जुड़ी है राहें सारी तुझसे मिली, हृदय पारी चितिसलाई भन्दैको थियो, यसले त छोड्नु आँटेन त। दामी सेकुवा, आई लभ सेकुवा। पत्लुले मिस कल गरेर मेरै याद आउँछ। हेलो गुड मर्निङ सबैजनालाई। फेरि पनि तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। अघि राति चाहिँ हामी त्यत्तिकै थाकेर निदाइ पठायो, सुती पठायो छिटो छिटै है। र अहिले भने चाहिँ बिहानै कति बजी अहिले 5 5:30 5:30 भइसकेको छ है। र एज यु क्यान सी मैले मुख पनि धोएको छुइनँ र तपाईँहरूलाई चाहिँ एउटा भ्यू देखाउँ भनेर चाहिँ अगाडि आएको छु। र त्यो भ्यू चाहिँ यहाँ देख्न सक्नुहुन्छ है, तपाईँहरूले हेर्नुहोस् है। तपाईँहरूले देख्न सकेको छ कि छैन यहाँ हेर्नुहोस्, कञ्चनजङ्घा यहाँ देखिरहेको छ है, हेर्नुहोस्। यो अझै मजाले के भन्छ सनराइज भएको भए चाहिँ झन् मजाले क्लियरली देख्ने थियो होला। तर यो राति पानी परेकोले त्यस्तो राम्रो यो भ्यू चाहिँ आएको छैन, र पनि देख्नु चाहिँ देखिरहेको छ। हेर्नुहोस् पानी परिरहेको छ नि त। यहाँ चाहिँ रातभरि पानी पर्यो। उयो देख्दै गरेको त कालिम्पोङ त, यहाँ देख्दै गरेको कालिम्पोङ हो। मैले हिजो उल्टा जग्गा देखाएछु, यता कालिम्पोङ त्यो लाभाहरू होला। अहिले सनराइज त हुनु त भइसक्यो होला, तर पनि अब यो घामको रेजहरूले झन् राम्रो देख्छ। हामी चाहिँ जुरुक्क उठ्ने बित्तिकै मुख नधोइकन केही नगरिकन चाहिँ यो कञ्चनजङ्घा भ्यू हेर्नु आएको। उनीहरू न पानी परेर रातभरि यस्तो भयो। वा आकाश हेर्नुहोस् कस्तो दामी भइरहेको छ यहाँनिर आज बिहान। यो दिन मजाले खुलेको छैन नि त, अहिले त झन् दामी देख्नु।
अञ्जली खुसी भयो कञ्चनजङ्घा देखेर हँ? हेर न यता खुसी भयो हजुर ऊ चाहिँ हिजोदेखि कञ्चनजङ्घा हेर्छु हेर्छु भन्दै थियो आज चाहिँ उसले कञ्चनजङ्घा देख्यो यहाँ चाहिँ आज चाहिँ मजाले चिसो भइरहेको छ पानी परेकोले यस्तो दामी भइरहेको छ बिहानको वेदर अहिले चाहिँ हामी वापस मालबजार आइसकेको छ है र म चाहिँ भर्खरै रेस्ट गरेर उठेको होइन अन्त मैले भिडियो चाहिँ त्यतिकै यो गरेको थिइनँ नि त एन्ड गरेको थिइनँ नि त हो किनकि बिहाको थिइनँ र मलाई चाहिँ एकदमै राम्रो लाग्यो त्यहाँ माथि गएर होइन हामी बसेको जग्गा चाहिँ कफेर गाउँ होमस्टे भन्ने जग्गा थियो है र त्यहाँका ओनर हुनुहुन्थ्यो फुर्बा दाजु है उहाँ पनि एकदमै राम्रो उहाँको मिसेस र एन्टायर फ्यामिलीहरू यति साह्रो राम्रो होइन हामीलाई यति साह्रो राम्रोसँगले वेलकम गर्नुभयो है अगर तपाईँहरू कसैलाई त्यहाँ जानु मन छ भने यु गाइज क्यान डाइरेक्टली कन्ट्याक्ट देम होइन उहाँहरूको होमस्टेको डिटेल्सहरू चाहिँ सबै गुगलमा पनि छ प्लस तपाईँको यो फेसबुकमा छ र इन्स्टाग्राममा पनि छ तपाईँहरू त्यहाँनिर गएर तपाईँले डाइरेक्ट उहाँहरूसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है र हामीलाई त एकदमै राम्रो लाग्यो क्या अब आई जस्ट होप कि कुनै न कुनै दिन इन फ्युचर है फेरि त्यहाँनिर जाउँ फेरि बसौँ एकदमै शान्ति आनन्द लाग्ने खालको जग्गा रहेछ है तपाईँले पनि एकदमै मन पराउनुहुन्छ त्यो जग्गा क्या जानुभयो भने चाहिँ सो त्यही हो यतिकै म यो भिडियो चाहिँ यसरी नै एन्ड गर्छु है किनकि मलाई त्यस्तो बेसी राम्रोसितले बोल्नु पनि आउँदैन है र तपाईँहरूले यदि मन पराइदिनु भयो भने प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल र तपाईँहरू उयो के अरे कफेर गाउँ होमस्टेलाई चाहिँ अवश्य भिजिट गर्नुहोस् होला कुनै दिन एक दिनै आफ्नो पुरा फ्यामिलीलाई लिएर त्यहाँनिर गएर बस्न सक्नुहुन्छ है त थ्याङ्क यू फर वाचिङ बाई